नमस्ते धन्यवाद। तातोपानी कुण्डलाई हेरेर बस्नुहुने सम्पूर्ण महानुभावलाई हार्दिक स्वागत गर्न चाहन्छु। म कुमार केसी, तातोपानी कुण्ड व्यवस्थापन समितिको वर्तमान सचिव। र तातोपानी कुण्डमा विशेष गरी यो नेपालकै ठुलो प्रकृतिको अनुपम उपहार स्वरूप रहेको यो प्राकृतिक तातोपानी कुण्ड हो, जुन म्याग्दी नदीको किनारमा अवस्थित रहेको छ। धौलागिरी हिमालबाट सुस्त गतिमा बगेको म्याग्दी नदीको किनारमा अवस्थित रहेको यो प्राकृतिक तातोपानी कुण्डमा आफ्नो स्वास्थ्य उपचारका लागि देश तथा विदेशबाट आउने गर्नुहुन्छ। कम्तीमा हप्ता 10 दिनको 2 पटक विधिपूर्वक नुहाउँदा यहाँ चाहिँ जस्तै ढाड दुख्ने, घुँडा दुख्ने, नसा सम्बन्धी, छाला सम्बन्धी, गानागोला, ग्यास्ट्रिक, सड्केको, मर्केको, बज्रिएको, सुन्निएको, मोटोपन, थाइरोइड, कोलेस्ट्रोल, युरिक एसिड र चिसोबाट आउने धेरै किसिमका रोगका लागि अचुक औषधि मानिने यो प्राकृतिक तातोपानी कुण्डमा धेरैजना आउनुहुन्छ र राहत पाउनु भएको छ, नयाँ जीवन पाउनु भएको छ। यहाँ विधिपूर्वक कम्तीमा हप्ता 10 दिन मैले भनिसकेँ। यसरी नुहाउँदाखेरि यहाँ विभिन्न स्किनमा आउने एलर्जी लगायत त्यस्ता चाहिँ अस्पताल जाँदा आजित भएका बिरामीहरू र अस्पतालले बेड रेस्ट गर्नुहोस् भनेर पठाएका बिरामीहरू, नो मेडिसिन भनेका बिरामीहरू यहाँ आएर लौरो टेकेर आएका बिरामीहरू लौरो फालेर हिँडेर जाने भएको कुरा जानकारी गराउन चाहन्छु। हाम्रो सिजन चाहिँ सिजन चाहिँ असोजबाट वैशाखसम्म सिजनै रहन्छ। यहाँ धेरैजना चाहिँ हुनुहुन्छ। धेरै भिडभाड भयो भने हामीले 4वटा पोखरी सञ्चालन गरेका छौँ। पानी ल्याब टेस्टेड छ। हामीले चाहिँ त्यो रिपोर्टहरू पनि त्यहाँ बनाएर राखेका छौँ। यो चाहिँ पानीको तापक्रम मूलमा चाहिँ 53.7 डिग्री रहेको छ भने डुब्ने पोखरीमा 45 देखि 48 डिग्री रहेको छ। 4वटा पोखरी छन्। महिला र पुरुषको अलग अलगै नुहाउने व्यवस्था गरेका छौँ। यो चाहिँ बाथटबको व्यवस्था पनि छ। यहाँ चाहिँ नुहाउन आउँदा धेरैजनाले हामीले फोटो भिडियो हाल्दै गर्दा एकै ठाउँमा डुब्दै गर्दा यहाँको बारेमा थाहा नहुनेहरूले झन् यहाँको विषयमा केही धेरै कुराहरू सोध्नुहुन्छ। यो जुन तपाईँहरू जुन तातोपानी कुण्डको नेपालको यो सबैजनाको साझा सम्पत्ति हो। तपाईँहरूले यति माया गरेर यहाँको बारेमा यो जानकारी लिएर तपाईँहरूको आफ्नो च्यानल मार्फत हाल्दै हुन्छ। यसको लागि तातोपानी कुण्ड व्यवस्थापन समिति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यहाँ आउनको लागि तपाईँले चाहिँ यो भिडियो मार्फत पनि पक्कै पनि तपाईँले यहाँको बारेमा जानकारी दिनुहुन्छ होला। यहाँ विभिन्न ठाउँबाट यहाँ आउँदै गर्दा पोखराबाट आउँदै हुनुहुन्छ भने पोखराबाट 90 किलोमिटरको दूरीमा रहेको छ। विभिन्न ठाउँबाट पोखराबाट पर्वत हुँदै म्याग्दी आउन सकिन्छ। म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार आइसकेपछि बेनी बजारबाट पश्चिमतर्फ 8.5 किलोमिटरको दूरीमा रहेको यो प्राकृतिक तातोपानी कुण्डमा आउन सकिन्छ। म यही म्याग्दी नै हो। हजुर। रौगुन्दा गाउँपालिका वार्ड नम्बर 3 हो मेरो घर। हजुर। र यहाँ विभिन्न रोगको जस्तै पाइल्स भयो, नसा सम्बन्धी, पक्षघात भएका बिरामीहरू पनि आएर यहाँ तन्दुरुस्त भएर जानुभएको प्रत्यक्ष देखिया पनि छ। र म आफैलाई पनि स्वयं घुँडा ढाडहरूको समस्या, ग्यास्ट्रिक, म अहिले निरन्तर 5 वर्ष हुनुलाई यहाँ 1 हप्ता आउन थालेको। जस मलाई चाहिँ यहाँ आएर राम्रै भएको अनुभव भएको छ। खाना बस्नको लागि तातोपानीमा स्तरीय होटलहरू छन्, होमस्टेहरू छन्, प्रशस्तै छन्। यहाँ जति लगभग हामीले यो सिजनमा हामीले चाहिँ धेरैजना मान्छेहरू आउनुभयो, बिरामीहरू तथा पर्यटकहरू आउनुभयो। यो चाहिँ चैत्र महिनामा 1700 जनाको चाहिँ आगमन भएको थियो। जुन चैत्र महिनामा धेरै त्यो हप्ता 10 दिन नहुनेहरू हामीले यहाँ चाहिँ अभिलेख राख्ने गर्छौँ। उहाँहरूलाई बस्ने पर्याप्त साना ठुला आर्थिक स्थिति अनुसार आफू चाहिँ स्तरीय होटलमा बस्न सकिने कुरा पनि भयो र होटलमा बस्नेले होटलमा यो व्यवस्था हुन्छ भने होमस्टे अथवा होटलले पनि त्यो खालको व्यवस्था गरेको छ। लामो समय बस्दै गर्दा कोठा लिएर किचन लिएर आफ्नै हातले खाना बनाएर बस्न सकिने र त्यसमा चाहिँ सुलभ पनि हुने कुरा जानकारी गराउन चाहन्छु। नेपालका विभिन्न
हजुर पहिलाको भन्दा 2-3 खन्नीमा 2 खन्नी भइसक्नुभयो ए यहाँकोले ए हजुर यहाँकोले तातो पानी गर्यो ए हजुर हस् 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 कहाँदेखि आउनुभयो हजुर म गुल्मी जिल्ला हजुर मालिका गाउँपालिका अर्जेदेखि आएको म ए हजुर र म यहाँ यो तातो पानी सिङ्गा तातो पानी कुण्डमा आइसकेपछि धेरै खालका रोगहरू चाहिँ निको हुन्छ भन्ने पहिला थाहा पाएर पनि आएँ र म अहिले यहाँ आउनु लागेको 4 वर्ष लगातार भयो यो 4थो वर्ष पनि हो र म मेरो यसरी घुँडाहरू दुख्ने त्यसपछि अब यो पेट पनि यो गेस्ट्रिक रोग पनि यहाँ चाहिँ धेरै सुन्नेको हुने लिएर आएको थिएँ र म अस्ति आउने बित्तिकै पनि म यहाँ आयोजन सदस्य पनि थिएँ मलाई यहाँ आउँदा खुसी लाग्छ धन्यवाद नेपालका विभिन्न जिल्लाहरूबाट आउनुहुन्छ मैले चाहिँ अभिलेख पनि राखेको छु धेरै जिल्लाहरूबाट आउनुहुन्छ नेपालीहरू विदेशमा बस्ने नेपालीहरू पनि नेपालमा छुट्टी आउँदै गर्दा 1 हप्ता तातो पानी कुण्डलाई छुट्याएर आउनुहुन्छ र अहिले पूर्वाञ्चलबाट पनि धेरैजना आएको हामीसँग अभिलेख छ पश्चिमाञ्चलबाट पनि धेरैजना आएको अभिलेख छ यहाँ चाहिँ हामी चाहिँ नेपालमा भएका अन्य ठाउँहरूमा पनि भएका तातो पानीहरूको अवलोकन गरियो र यहाँ चाहिँ यो ब्ल्याक सल्ट भन्छ यो बिरेनुण्ड गन्धकको स्वादमा रहेको यो सल्फर पानी रहेको छ हामीले ल्याब टेस्ट अघि मैले भने चाहिँ ल्याब टेस्ट गराइसकेका छौँ पानी मजाले पिउन सकिन्छ त्यो भएको हुनाले यहाँ औषधिकै रूपमा प्रयोग हुने भएको हुनाले धेरै टाढा टाढाबाट हाम्रो नेपाली दाजुभाइहरू आउनुहुन्छ विदेशीहरू अलिकति कम आउनुहुन्छ हस् धन्यवाद